म चाहिँ एक्कासी किन दिक्तेल गएँ त भन्दै भन्दै सबैजनालाई वेलकम छ आजको मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। म चाहिँ दिक्तेल गएर घुम्न पनि गएँ त्यताको ठाउँहरू होइन। मलाई चाहिँ एकदम रमाइलो लाग्छ के, तर गर्मी पनि एकदम बबाल थियो के। अनि दादाहरूसँग भाइसँग घुम्न गएँ के दिक्तेल बजार अनि यता त्यो दिक्तेलदेखिको बोर्डतिर। हाम्रोमा चाहिँ त्यहाँनिर सानो कार्य पनि थियो भन्दै मेरो चाहिँ पर्सनल काम पनि थियो गयौँ। अनि त्यसपछि हामी चाहिँ त्यहाँ लिची पनि बेच्नु राखेको थियो कि ठ्याक्कै चोकमा। अनि गर्मी पनि निकै थियो अनि दादाहरूले लिची लगौँ अनि खाऊँ न त भन्नुभयो कि। अनि हामी चाहिँ लिचीहरू किन्यौँ ओर्यौँ। त्यहाँदेखि पैसा दादाले पे गर्नुभयो त्यहाँको। त्यसपछि चाहिँ हामी लाग्यौँ। तर लिची चाहिँ गाइज अलिक कस्तो थियो भने त्यहाँको किरा किरावाला के, यति लोकल भन्थ्यो भन्नु चाहिँ, तर अलिक किरा किरा थियो होइन। त्यहाँबाट चाहिँ दिक्तेलको भ्यू राम्रो देखिन्थ्यो माथि के अरे मन्दिरबाट पनि देखिन्थ्यो, तर हामी मन्दिर चाहिँ गएन। नभन्दै हामी चाहिँ यता फेरि होइन कफी हाउस पनि पस्यौँ के, घुमेर आएर कफी हाउस पनि पस्यौँ। अनि त्यहाँ चाहिँ हामीले के खायौँ के गऱ्यौँ तपाईँहरूलाई देखाउँदै जानेछु, हेर्दै जानु होला। यो चाहिँ दिक्तेल बजार होइन। त्यहाँ अगाडि दिक्तेल लेखेको बोर्ड पनि छ। त्यहाँ चाहिँ एकदम बस्नुखेरिको लागि राम्रो के, राम्रो पनि शीतल चाहिँ ठिकै थियो होइन। अनि ठ्याक्कै हामीलाई जाने साथै पानीहरू ल्याइदिँदो रहेछ त्यहाँनिर वेटरले पानी ल्याइदिनु भयो। त्यसपछि चिसो पानी हामी चाहिँ खायौँ होइन। त्यसपछि अब खानेकुरा त अर्डर गर्नु पर्यो। दादाहरू भन्छ तँगर भन्छ। मैले चाहिँ सुरुमा पानी खान्छु त्यसपछि हेर्छु भने के पाउँदो रहेछ भने। त्यहाँनिर चाहिँ यो मोमो थियो होइन, हरेक कुरा। पिज्जा चाहिँ थिएन। मैले झोलमा मोमो मगाएँ अनि मोमो खायौँ। मोमो फेरि एकदम तातो थियो गर्मीको बेला है। भाइले पुरा भिडियो गरिदिइरहेको रहेछ कि। म चाहिँ अरूले चाहिँ कप एउटा मोमो खान्छ, म पनि सेलाको होइन अलिकको चाहिँ कप नै खाइदिन्छु एउटा। तर यो मोमो चाहिँ एकदम तातो थियो किनकि झोल मोमो त फेरि भर्खरै झोल उमालेर लिएको हुन्छ। त्यो माथि मोमो पनि तताएको हुँदा मलाई खानै गाह्रो भएको थियो। अब कप्पला पनि त मलाई गाह्रो हुन्थ्यो। भाइले चाहिँ खाइसकेर बसिरहेको थियो होइन। मैले ठ्याक्कै मोमो सकेँ अनि भाइले चाहिँ टन्न खायो भन्दै चिस्काउँदै थियो। म चाहिँ खाइसक्यो अरे हामी चाहिँ फेरि फर्क्यौँ। यता फेरि विकास दादाको केक पसल रहेछ मलाई थाहा थियो त्यहाँ छ भनेर, तर म पुगेको चाहिँ थिएन। मलाई जाँदाखेरि दिक्तेल दादा चाहिँ एकचोटि पुग्छु भन्ने मन थियो कि, बट संजोगवश के अरे विकास दादालाई चाहिँ भेट्न पाएन। नभए पनि विकास दादाको केक पसलमा बनाएको केक हामीले अर्डर गऱ्यौँ। दादाहरू नखाने भयो अनि मेरो र भाइको लागि अर्डर गऱ्यौँ भने फेरि त्यहाँनिर दुईवटा दादाले पनि खाने भन्नुभयो अनि म गएर त्यहाँनिर अर्डर गरेँ। नभन्दै हामी चाहिँ त्यहाँ बसाइ पनि एकदम रमाइलो भयो होइन। गफसफ गऱ्यो खाइयो, त्यसपछि पैसा पे गरेर हिँड्यो। त्यसपछि म र मेरो भदाइ चाहिँ जर्सी किन्नको लागि जर्सी खोज्दै हिँडिरहेको थियौँ। भाइहरूले चाहिँ बसेर भिडियो बनाइदिइरहेको रहेछ होइन। अनि यो चाहिँ येल्लो हाउस भन्दो रहेछ कि दिक्तेलको अलिकति त्यो हेलिप्याडदेखि मुनितिर छ। हजुरहरू कतिजना जानु भएको छ छैन। त्यहाँनिर चाहिँ राम्रो छ कि, यो चाहिँ मेरो दादाले बनाएको रे। त्यहाँनिर हामीले खाना चाहिँ केही खाएन, चटपटे बाहेक केही खाएन होइन। त्यो पनि राम्रो ठाउँ रहेछ। म चाहिँ के को लागि गएको भन्नुहुन्छ भने मेरो भदैनीको भात खुवाइ पनि थियो अनि मेरो चाहिँ हल्का कानको समस्या पनि थियो कि। कानको समस्याको लागि म चाहिँ जचाउँदै गएको। त्यो पनि यो चाहिँ लास्टमा मैले भिडियो राखेको थिएँ घुम्नु जाँदाको है। ठ्याक्कै त्यहाँ चाहिँ दिक्तेल लेखेको बोर्ड छ। त्यहाँनिर चाहिँ यस्तो रहेछ कि म चाहिँ भाइको कानमा बसेर पुरा दादाले भिडियो गरिरहेको थियो। अनि म चाहिँ औषधि हेर्नुहोस् योभन्दा बढी नै थियो। बाई।